हेलो नमस्ते अनि स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। आज हामी कुरा गर्दैछौँ विश्व प्रसिद्ध किताब युद्धको कला अर्थात् द आर्ट अफ वार बारे, जुन चिनियाँ लेखक सन त्सुले करिब 2500 वर्ष अगाडि लेखेका थिए। यो किताब युद्धको रणनीतिमा मात्र होइन, जीवन व्यवसाय र नेतृत्वमा पनि उत्तिकै उपयोगी छ। त यो किताबमा के छ त? आउनुहोस् पत्ता लगाऊ। द आर्ट अफ वार एउटा यस्तो किताब हो जसले युद्धको रणनीति र नेतृत्वका सिद्धान्तहरूलाई सरल तर गहिरो तरिकाले प्रस्तुत गर्छ। सन त्सुले यो किताबमा 13वटा अध्यायमा युद्ध जित्ने रणनीतिहरू, शत्रुको कमजोरी बुझ्ने तरिका र टिमलाई एकजुट बनाउने कुरा उल्लेख गरेका छन्। यो किताब सैन्य रणनीतिको लागि लेखिएको भए पनि आजको समयमा व्यापार, खेलकुद र व्यक्तिगत जीवनमा समेत यो लागू हुन्छ। उदाहरणको लागि किताबले भन्छ, शत्रुलाई र आफूलाई राम्ररी चिन्यौ भने तिमीले कहिले हार्नु पर्दैन। यो सिद्धान्तले हामीलाई आफ्नो बल र कमजोरी बुझ्न र प्रतिस्पर्धामा अगाडि रहन सिकाउँछ। आउनुहोस् त आर्ट अफ वारका केही महत्त्वपूर्ण सिद्धान्तहरू हेरौँ। नम्बर 1 मा छ रणनीतिक योजना बनाउनुहोस्। सन त्सुले भन्छन्, हरेक युद्ध युद्धभूमिमा होइन, त्यस अहिलेको योजनामा जितिन्छ। यो सिद्धान्तले हामीलाई कुनै पनि काम सुरु गर्ने अघि राम्रो योजना बनाउन प्रेरित गर्छ, चाहे त्यो पढाइ होस् या व्यवसाय होस् वा व्यक्तिगत लक्ष्य। र नम्बर 2 मा छ शत्रुको कमजोरी पहिचान गर्नुहोस्। यो किताबले शत्रुको कमजोरी र बल बुझ्न जोड दिन्छ। उदाहरणको लागि, यदि तपाईको प्रतिस्पर्धीको कमजोरी समय व्यवस्थापन हो भने त्यसलाई आफ्नो फाइदामा प्रयोग गर्न सकिन्छ। नम्बर 3 मा छ लचकता र अनुशासन। सन त्सुले लचकता र अनुशासनको महत्त्व बताएका छन्। परिस्थिति अनुसार रणनीति बदल्न सक्नुपर्छ, तर टिममा अनुशासन कायम राख्नु पनि उत्तिकै जरुरी छ। युद्ध बिना जित। सबैभन्दा ठुलो विजय भनेको युद्ध नलडिकन जित्नु हो। यो सिद्धान्तले कूटनीति र बुद्धिमानपूर्ण तरिकाले समस्याहरू समाधान गर्न सिकाउँछ। आजको समयमा द आर्ट अफ वार किन पढ्ने? यो किताबले हामीलाई नेतृत्व, समय व्यवस्थापन र चुनौतीहरूको सामना गर्न सिकाउँछ। उदाहरणको लागि, व्यवसायीहरूले यो किताबबाट बजार रणनीति र प्रतिस्पर्धा व्यवस्थापन सिक्न सक्छन्। विद्यार्थीहरूले आफ्नो पढाइ र करियरको योजना बनाउनलाई प्रयोग गर्न सक्छन् र नेताहरूले टिमलाई प्रेरित गर्न र सही निर्णय लिन यो किताबबाट प्रेरणा लिन सक्छन्। नेपालमा पनि यो किताबको सान्दर्भिकता उत्तिकै छ। हाम्रो समाजमा प्रतिस्पर्धा र चुनौतीहरू छन् र द आर्ट अफ वारले हामीलाई ती चुनौतीहरू जित्न स्ट्राटेजी प्रदान गर्छ। साथीहरू, द आर्ट अफ वार यो केवल किताब होइन, यो जीवनको कला हो। यो किताब पढेर तपाईहरूले आफ्नो लक्ष्यहरू प्राप्त गर्न नयाँ दृष्टिकोण पाउनुहुनेछ। यदि तपाईले यो किताब पढ्नु भएको छ वा पढ्ने योजनामा छ भने कमेन्टमा आफ्नो विचार सेयर गर्नुहोस्। यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस् र च्यानल सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिच्न नबिर्सिनुहोस्। हामी फेरि अर्को रोचक भिडियोमा भेटौँला। नमस्ते।